थेपोलो सम्पूर्णमा तामाङ भाषामा सिलौटोलाई प्लाप्साङ भनेर भनिन्छ। लोहोरोलाई ब्रिउँदा भनेर भनिन्छ। प्रसिद्धलाई मिनखेन भनेर भनिन्छ। बाडा डबकालाई बाडा भनेर भनिन्छ। रिक्पा भनेको चाहिँ बुद्धिलाई रिक्पा भनेर भनिन्छ। मेलोङ ऐनालाई मेलोङ भनेर भनिन्छ। थुङ्ग्रा अदुवालाई चाहिँ थुङ्ग्रा भनेर भनिन्छ। र तामाङ भाषामा सिलौटोलाई प्लाप्साङ, लोहोरोलाई ब्रिउँदा, प्रसिद्धलाई मिनखेन, डबकालाई बाडा, बुद्धिलाई चाहिँ रिक्पा भनिन्छ। ऐनालाई मेलोङ भनिन्छ। अनि अदुवालाई चाहिँ थुङ्ग्रा भनेर भनिन्छ। र यहाँहरूलाई यी आजको शब्द मैले तपाईहरुसँग शेयर गरेँ। यो शब्दहरू मैले यस्तै किताबहरूबाट, फेसबुक, युट्युबबाट लिएको थिएँ। कस्तो लाग्यो तपाईहरुलाई? यो शब्दहरूको उच्चारण कस्तो प्रकारको हुन्छ तपाईहरुकोतिर? यसो कमेन्टमा लेखिदिनु हुन। साथै मन पर्यो भने लाइक र सब्स्क्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु। हेरिदिनु भएकोमा लालन थुचेचे।